कान्छो मामा, बिचमा माइलो मामा र उता जेठो मामा हुनुहुन्छ र जेठी दिदी रातो कपडामा, कान्छी बहिनी चाहिँ पिङ्क कुर्तामा हुनुहुन्छ। अब यो कार्यक्रम भइरहेछ हो। तिहारको यस्तो छ हाम्रो। सिकाउनु पर्यो नि त जाने। ल 5 नाम सकिनु पर्यो हैन। सही कुरा हो। नामले मात्रै त सही कुरा हो। 5 नाम कम्प्लिट हुनु पर्यो। गरेपछि त भयो। हैन गर एकदम मम्मी आफ्नो पछाडि आगोलाई हेर्नु है त्यहाँ। आज दिदीले पूजा गरेर भाइहरूलाई बचाउने दिन हो। सही हो। ल रिस जति सबै लैजाओस् है। रिस भागोस् काम प्रेम आओस्, रिस भागोस्। रिस भागेपछि प्रेम आफै ओखर हराएको अवस्था। पर्दैन एउटा डल्लो ल यता आन्टी फुटाउनुहोस्, ओखर फुटाउनु आन्टी। हो अहिले टीका लगाइसकेपछि फुटाउनु। ए टीका लाइछि हो। ए ल त ल जेठो मामालाई टीका लाउने कार्यक्रम ल गजब छ मामालाई। एक्सिलेन्ट है। ल खोलिदिनु पर्यो मामा। खुल्छ सिमसिम हस् डन। एक्सिलेन्ट। ल है अब यहाँ कान्छो मामाको टिका लाउने कार्यक्रम निकालिदिउँ त। ल गजब एक्सिलेन्ट। फर्स्ट क्लास कान्छा। अब 3 जना मामा श्रीद्वारा कान्छी दिदीलाई कान्छो मामाले आन्टीलाई टिका लाउँदै हुनुहुन्छ हाम्रो सानीमालाई। ठुलो मामाले समातिरहनु भएको छ। मामाश्रीले कति राम्रो। ल राधा आन्टी ल राज हो ल यस्तो पनि हुँदो रहेछ। ताली ल भयो ल शत्रुनाश। तिहारको टिका पछि अब खानाको तेरो फेसबुक छैन ट्याग गर्न। सीतारामको फेसबुक आफ्नै फेस हेर्ने। के गर्नु तल ट्याग भन। यही हो सीतारामको। मेरो घर हाल्दै भइ पनि